Hello everyone, पेजमा म चाहिँ तपाईँलाई फेरि के देखाउँदैछु भने मेरो साह्रै इच्छा थियो रोटी खानु लागि यो फुलको है। यो चाहिँ मलाई मेरो भाउजू मेरिना भाउजूले दिनुभएको। थ्याङ्क यू मेरिना भाउजू। अब बनाउनु लागि म रेडी हुँदैछु। यो अर्को पनि छ, यो पनि के फुलै रहेछ। यो पनि भाउजूले तिनवटै भेराइटी बनाउनु भएको रहेछ। अनि मेरो इच्छा चाहिँ खाने यो हिबिस्कसको, यो चाहिँ हिबिस्कसको पेटल रहेछ ड्राई गरेको, र यो चाहिँ मलाई दिनुभएको। अब म यो रोटी चाहिँ खानेवाला छु किनकि मलाई धेरै इच्छा लागेको छ। मेरो यहाँ ग्लास मग रेडी छ है, यस्तै मग पनि ठिक छ है। र मैले यो रोटीको यो जुन चाहिँ पोल छ पेटल छ त्यसलाई चाहिँ मैले हल्का पकाइले स्लो स्लो हुन्छ भनेर नहुनु सक्छ है। सो अब म पानी बोइल गर्दैछु। यो पानी बोइल भइसकेपछि कलर कस्तो चेन्ज हुन्छ तपाईँलाई यादै छ। मान्छेहरू पकाउनु भनेर कति मनपर्छ मलाई। कुकिङको चाहिँ एकदमै भिडियो यस्तो मनपर्छ कि यसमा हल्का कलर दिँदैछ ब्लू है। देख्नुहोस् अघिको पानी चाहिँ वाटर कलर चेन्ज भएर चाहिँ ब्लू आउँदैछ। कलर चेन्ज भयो, कलर चेन्ज भयो। यसको ब्लू कलर पानीमा आयो, यसको कलर आएको छ है। लाइभ हेर्दैछु म, यति ह्याप्पी। यसमा चाहिँ हनी र लेमन जुस पनि हाल्नु पर्दो रहेछ कि। हनी चाहिँ मेरो जाम्मी छ, मैले यो खुट्टाएर हालेको बोतलबाट। अनि यसमा मैले लेमन जुस पनि एक दुई हालेँ। अब चाहिँ मेरो म यसको पत्तासँग हाल्नेछु, हेर्नुहोस् है। वाह 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 वाह, मेरो ब्लू टी इज रेडी। हेर्नुहोस् त क्या दामी देख्यो। यसको टेस्ट पनि बताउनेछु। यही त्यो मसिनो सुकेको पत्ता चाहिँ यस्तो भएको छ है, फुलको पेटल चाहिँ। अनि हेर्नुहोस् त मेरो ब्लू टी चाहिँ रेडी भयो। यसको टेस्ट कस्तो हुँदैछ म तपाईँलाई बताउने छु। उम्लेको छ, लेमन र हनीले गर्दा अर्कै टेस्ट पनि आयो है। नुहाउनै पर्दो रहेछ। सो तपाईँले यसरी खान सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। वाउ, ब्लू टी इन माई